सबैजनालाई इट्स बोय डोना थापा हैन एके चकलेटी बोय एज यु क्यान सी आजको भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। आजको भ्लगमा हामीसँग हुनुहुन्छ भ्यानिला बेब। ल अनि तिमीलाई भ्लगमा लिएन भने भ्युज आउँदैन, भ्युज आएन भने पैसा आउँदैन, पैसा आएन भने म्युजिक भिडियो बनाउन पाउँदैन। आजको सन्डेको ओपनिङ पार्टीमा जाने तिमी सुट लिएर बस। सुट ल म्युजिक भिडियो बनाउँदा पैसा त सब सकिसक्यो त। सुट कहाँ ल्याउने अब? म्युजिक भिडियोले गर्दा इज्जत त गइसक्यो। अब चेलो हुन्छ ल। के रे धर नगर है चतर पतर अहिले Anmiao. Jam chatar chatar. Tere no bolo bhai wo patar patar. Chatar chatar. Ya chatar chatar. Tere no bolo bhai wo patar patar. Chatar chatar. एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो अफ अनिल सुनार। आजको भ्लगमा तपाईँहरू स्वागत छ। आज तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। आज होइन सनस्क्रिनले मुख धोको आज फेसवासले मुख धोको र सनस्क्रिन मुखमा लगाएको यस्तो घामबाट बस्नु पऱ्यो, गोरो हुनु पऱ्यो। त्यही हो, त्यही गोरो देखेर होला हिजो रतन कार्की आएको थियो, सम्धि हाम्रो सम्धि आएको थियो। आज सम्धिसँग जानु पर्ला सिसन दाईको ओपनिङमा। सिसन दाईले आज बोलाउनु भएको इन्भिटेसन होइन। बाबु ए बाबु यहाँ रहेछ त। बाबु रुक बाबु रुक, सुन कहाँ लड्नु खोज्यो तिमी पनि? यसो भन त, तिम्रो एक्जाममा कति आयो? मेरो एक्जाममा कुन पालिको एक्जाममा? अस्तिको वर्षको एक्जाममा कि त्योभन्दा अगाडिको वर्षको एक्जाममा कि अब आउने वर्षको एक्जाम कि योभन्दा पछिको 2083 को एक्जाममा? 2083 को कसरी थाहा हुन्छ तिमीलाई? यो वर्षको भन न। यो वर्षको कुन टर्म? फर्स्ट टर्म, सेकेन्ड टर्म, थर्ड टर्म, फोर्थ टर्म, फिफ्थ टर्म त हुँदैन। शिक्षक तपाईँ हो। कुन टर्म? यो टर्मको नि अस्ति तिमीले कुन टर्म दियो? अस्ति त मैले फाइनल टर्म दिएँ। अनि त्यही फाइनल टर्म कति आयो? फाइनल टर्ममा मेरो त थाहा भएन यार। मेरो चाहिँ थाहा भएन। अन्जनाको चाहिँ 3.97 आएको थियो। त्यसले मलाई लड्डु खाएको थियो। बाबु होइन बाबु होइन नरुवा दादा बजार जाँदाखेरि तिमी सामान लिएर हिँड्छ क्या। भन त आज दादा कस्तो देखिरह? कालो देखिरहेको थियो। कस्तो कालो? कसले? बाबु बढीलाई बजार जाँदाखेरि फेरि तिमीले सामान लिएर हिँड्न नि? होइन किन बजार लान्छ होइन? दादा आज बजार जाँदैछ होइन, के लिएर हिँड्नु भन त? मलाई फलालीको ज्याकेट ल्याइदिनु। फरारी? हजुर। फरारीको त हाम्रो स्कुलमा पाउँछ त त्यही पनि। हाम्रो स्कुलमा पाउन त पाउँछ, तर तपाईँ जस्तै नराम्रो क्वालिटीको पाउँछ क्या। पढ्नलाई फेरि बजार लाइदिनु नि फेरि कसो आज दिन फेरि। होइन ल लान्छु राम्ररी पढ होइन। दादा आज बजार जान्छ, तिमीलाई लिएर हिँड्छ होइन सामान। ल राम्ररी बस है, राम्ररी पढ्नु नि फेरि। ल दादालाई चुप्पा गर। तिम्रो आँखैमा हराइसके म हेर। गुड मर्निङ एभ्रिवान। म चाहिँ भर्खर साइक्लिङ गरेर आएको, ट्र्याकको लाएर मजा नि दामी मजा आयो। हिजो भर्खर कपले सिबिआर पनि रेडी गऱ्यो। के गर्नु, नेपालको टप 1 भ्लगर पनि मान्छे ट्र्याकको लाएर युएसएबाट आएर उठाइदिइ गयो सब्सक्राइबर। कति एउटै कुरा गरिरा? त्यो चाहिँ पलाएर बस्न, फेरि बाइक स्कुटी साइकल केही नपाउला नि। A few moments later. After riding scooter. ओहो कस्तो बिर्सिरहेको यार। अब त ट्र्याकको लाएर सुन्दाइको पार्टीमा जानु पर्यो। स्वागत छ रतन कार्कीको न्यू भ्लगमा र यो फेभरेट युट्युबर अन यो स्क्रिन। र हिजो भर्खर म नेपाल आएको होइन, अनि नेपालमा चाहिँ अनि जहिले नेपाल सरकारले गर्दा आउनुपर्छ जस्तो लाग्थ्यो, तर योपालि चाहिँ आफै आइदिएको, त्यो भएर खुसी लाग्यो। र आज चाहिँ हामी जाँदैछौँ सिसन बानियाको ओपनिङ पार्टीमा अनिल सम्धिसँग है त। सब एभ्रिवान वेलकम टु अनदर भ्लग अफ सिसन बानिया। आजको भिडियोमा चाहिँ हामीले एउटा नयाँ चिज लन्च गर्नु गएको छौँ। आज मैले पार्टी अर्गनाइज गरेको छु होइन, त्यसमा धेरै खतरनाक युट्युबर आउँछन्। आजको भिडियो खतरनाक हुन गइरहेको छ। वाच टिल दिन है त गाइज। हेलो गाइज, वेलकम टु डे इन माई लाइफ। आज चाहिँ म सिसन दाईको पार्टीमा जान लागेको र म यहाँ पुगिसकेको। Excuse me, ma'am. May I know your name, please? I'm the entrepreneur of the country. But you have to tell your name so that I can see that your name is in the invitation card or not. Eva Giri. As I can see, your name isn't here, so you are not allowed it here, ma'am. म allowed छैन अरे। आउट। छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ।
छोरा मान्छे हुँदैन त्यो चाहिँ म लेखेर कहाँ राख्ने हो फ्रेम गरेर राख्नुहोस् त्यहाँ पलाएर ल सम्झी धेरै पछि भेट भयो के छ जापानबाट हाम्रो साथी के छ हाई भन न भ्लगमा त आए कस्तो भयो सम्झी त कस्तो गोरो भएर आएछ त मलाई किन्नु ल्याइदिनु कस्तो भने नि ओ या जापान अब सस्तो छैन सस्तो छैन भने हाम्रो साथीले लिनु सक्दैन यति पनि यत्रो पैसा कमाउँछ जापान बस्या युट्युबबाट सम्झी यस्तो लजन पर्दैन गाइज हुन सक्नुहुन्छ छैन यस्तो हाम्रो सम्झी धेरै नराम्रो भइसकेको छ जापान गएर धेरै गोरो भयो तर हामीलाई गोरो हुनु दिएन तिमीले सम्झी चस्मा लगायो कि कालो भयो कि होइन सम्झी त चस्मा होला नि काटेर सम्झीले जोक हाम्रो चाहिँ हाम्रो जापानको जोकर स्पाइडरम्यान जापानबाट यसको भ्लगमा स्वागत छ तपाईँलाई भ्लगमा होइन सम्झी भन्नु न त कस्तो छ जिन्दगी जिन्दगी यार अब नसुन्ने मलाई सुन्नु मन छैन हो तिम्रो धेरै भ्लगमा मैले दुःख थानी सुनिसक्यो सुन्नु मन छैन तिम्रो धेरै दुःख नसुन्नु भने चुपचाप बस्नु सम्झी बस्ने बसौँ न त नसम्झी यार त्यस्तो झुप्पी नगर न यार तिम्रो पनि बसौँ भने होइन तिम्रो पो इज्जत छैन त समुद्रमा गएर फ्यालो इज्जत हाम्रो त छ नि नेपालमा बसी पनि बाबुले नेपालमा समुद्र थिएन बाबु त जापानमा गएर समुद्रमा चाहिँ बसिरहेको थियो होइन र अनि सम्झी के छ त सम्झीको बाउसँग तोप्तान गइकन नि फराइड ज्याकेटको छोयो त हो तिमी जस्तो मान्छे किन आइहाल्छ क्या अरे सबरी ल हो नि भाइ बनाएन नि त है अनि के त जापानमा नयाँ कुरा सिकेर होइन जापानमा सबले भन्दै रहेछ होइन अनि मैले नि सिकेँ यसो मिनिन्छ है अनि अब जापानिज होइन अलि यस्तो धेरै हुनुपर्छ कि त्यो भने सबसे धेरै पैसा शान्ति पैसा तिमीले कति कमाइरह जापानमा टोयलेट सफा गरेर कहाँ सम्झी टोयलेट सफा गर्ने जापानमा तिमी टोयलेट सफा गर्छौ गरेन नि सम्झी के गर्छौ त म त टोयलेट जापानमा गएर भाडा छु भन्नु न सम्झी अनि सम्झी अनि के छ नि अरू सब ठिक छ नि सम्झी यार अति यार तिमी त न क्रिम यार गोरु न यार मैले यार ब्रो सम्झीको रिलेसनसिप स्टेटस चाहिँ कस्तो एकदम खराब छ यार सम्झी तिम्रो मेरो सब ठिक छैन यार मेरो त छैन तिम्रो जस्तो र ल जमै सुसन दाइको पार्टीमा आयो तिमी नि जाउँ न त सब ठिक छ भाइ के छ त अनि भाइको हालखबर ठिक छ दाइ के हो भाइ त गन्जी लगाएर त के हो म्युजिक भिडियो बनाउँदा पैसा सब सकिसक्यो क्या अब यसरी भिखारी जसरी गन्जी लगाएर हुनु पऱ्यो नि त के छैन भाइ म्युजिक भिडियो त खतरा गर्छौ तर डान्स पनि खतरै गर्छौ तिमी त चतर पतर तर होइन भाइ के छ त ठिक छ तपाईँको के छ आज किन यस्तो पार्टी यो आज एकछिन तिमीले थाहा पाउँछ नि पार्टी खतरा खान्छ सरप्राइज हो क्या एकदम धेरै सरप्राइज ओपनिङ पार्टी यति केही छैन भाइ ल डान्स मेरो के भन्छ म्युजिक भिडियोमा के भन्छ लेडी डान्सर चाहिरहेको तिमी पनि छौ ए हो त्यो म त बनिहाल्छु नि मलाई त केटी जस्तै डान्स गर्नु नि आउँछ ल भाइ यता ध्यान दिउँ है सबैजना यो के भन्छ पार्टी अर्गनाइज गर्नको लागि एउटा रिजन छ पैसाको फ्लेक्स गर्न त होला नि त बढी धेरै नगरे चतर सो गाइज यो पार्टीको अर्गनाइज गर्नुको मेन कारण हो आई एम लन्चिङ अ न्यू थिङ होइन रुक्नुहोस् हेर्नु सक्नुहुन्छ 3, 2, 1 बानियाको नेपालमा क्रिप्टोकरेन्सी त ब्यान्ड छ होइन र नेपालमा त बेटिङ एप पनि ब्यान छ नि तर त प्रमोट गरिस् सुत्दा बस्नु ए बेटिङ एपबाट त पैसा आउँछ नि त यसबाट के आउँछ यसबाट नै मान्छेहरू प्रफिट कमाउन सक्छ त ए
ल कसरी कमाउने भनिदिनुहोस् न त। यो चाहिँ तपाईँहरूले क्लेम गर्न सक्नुहुन्छ हामीले सब्सक्राइब गरेर। ਚੱਕ ਦੇ ਨੀ ਮਾਰ ਦੇ ਲਈ ਖੀਂਚ ਕੇ ਤਮਾਚਾ ਹੀ ਹੱਸ ਦੇ ਲਈ ਹੀ ਹੱਸ ਦੇ ਲਈ